म मैले ल्याएको थिएँ त्यो टाल्नेवालो, त्यसले ठिक गर्थ्यो त। गरेन। दुई तिन दिनसम्म टाल्नुपर्छ, टालिरहनुपर्छ त नि। टपक्क सम्हाल्छ त्यसले त, टपक्क सम्हाल्छ। अनि कतै ठिक गर्थ्यो, त्यो टपक्क सम्हाएपछि बल्ल ठिक हुन्छ। त्यो अब सबै पूर्ण रूपमा दुख्ने एकैचोटि कहाँ सन्चो हुन्छ त, त्यो बिस्तारै बिस्तारै हुने हो। त्यो मालिस गर्न लगाउनु त त्यो त्यो बेलुकामा माल्दालाई त्यो तातो तेलले मालिस गर्न लगाउनु। त्यो त्यस्तो भएछ भने 1-2 दिनसम्म मालिस गर्दै भन्नु, अनि अलिकति ठिक हुन्छ। मेरो ढाड दुखेको छ, त्यो तेल तातो तेल ल्याएर यहाँ मालिस गर्दै त भन्नु, अनि 1-2 दिन गरिदियो भने अलिकति ठिक हुन्छ त्यसले। बेलुकामा सुत्ने बेला त्यही गर्नु। अनि अब तिहार लाग्यो होला, त्यो कतै गयो होला आजको दिन। लेखा त अब सबै सकेर आउला। अब त्यो औलोको गर्नु त बाँकी होला, त्यो धानसान स्याहार्न। अब त्यो सकिसके भने जानु पर्यो, छिटछिटो गरेर छिटछिटो भ्याएर जान्छ। त्यही भएर त्यो तिनीहरू हुने बेलासम्म छिटछिटो गर भन्नु पर्यो काम। अब सबै छिटछिटो गरे भने सजिलो पनि हुन्छ। अब ढिलो पतारिने भने लतारिने भने ढिलो हुन्छ। मान्छे भएको बेला झ्यापझुप गर्ने, भ्याउने, लाग्ने आफ्नो बाटो। तातो गरेर गर्नु, झ्यालस्याल ढोका लगाएर तातो जसरी हुन्छ। अब चिसोमा तपाईँ त अब जसरी हुन्छ चिसोमा तातो बनाएर बस्नु भयो, तातो बनाएर जसरी हुन्छ चिसोमा चिसो कपडा पनि गमक्कै लाउनु। अब केही पनि भएन भन्दै नगर्नु। अब त्यो पोहोरको जस्तै हुन्छ फेरि चिसो बढी भयो भने। दमलाई जति सक्दो तातो, चिसोमा जति सक्दो तातो, केटाकेटी बुढाबुढी त्यही हो। अब यतिखेर त आम्पानीतिर चिसोको बेला त आम्पानीतिर ठिक हुन्थ्यो र अब आम्पानीतिर कहाँ को बस्ने। आम्पानी बस्नको लागि त सबभन्दा टाढिलो ठाउँ त लेक भन्दा नि आम्पानी हो बाबे। त्यो आम्पानी जग्गा कसले, बाजेले बनाउनु भयो कि पछि तपाईँले बनाउनु भयो कि कसले बनायो भयो त्यहाँ आम्पानीको जग्गा? मैले बनाएको हो। बुटी बनाए, बिरुवा बनाए, हामी त्यहाँ लाग्यौँ। यहाँ अब उनले खेती लाउने कुद्ने मै बिउरानी बनाएको भए, बिउरानी बुटी बनाएको भए कति फाइदा हुन्थ्यो। त्यो पानी नलाग्ने ठाउँमा त्यो बनाएर त्यो के काम लाग्यो त्यो जग्गा?
अरू बिउरानी कति माल भएको बिउरानी माल जग्गा अहिले भोलि अब गाई पाल्नु हुने, त्यहाँ चोरी छोरी हुने, आलु लगायो हुने, खोर्सानी लगायो हुने, त्यो पियाज लगायो हुने, बेसार लगायो हुने, उनीहरूलाई बेसारको बुटो पत्रिका लगायो तिर्नु कि अब पहिला हुन्थ्यो अब त्यो बिउरानी बिना पानीको सुक्खा थियो। अहिलेको बिउरानी मालामाल भयो, धेरै मालामाल त छैन बिउरानी। अब मालामाल त छैन। अब रोड नजिक आएपछि अब रोड आयो, त्यसपछि बत्ती पनि आउलायो। अब त्यसपछि त्यहाँ अब फार्म खोल्ने हुनलाई त अब बाख्रा पालन, भैँसी पालन, बङ्गुर पालन रोड नजिक भएको ठाउँमा अब सामान ल्याउन लैजान सजिलो हुन्छ। अब ती व्यापार गर्नु पनि सजिलो हुन्छ। बाख्रा व्यापार गऱ्यो भने बाख्रा, अनि कुखुरा व्यापार गऱ्यो भने कुखुरा बेच्न गाडी आउँछ, घरै लैजान्छ दुध। अब पनि आएका छन्, बनाउनै पर्यो। नै जमिन, आफ्नो जमिन भए त सजिलो हुन्थ्यो त बनाउन। अब हाम्रो त्यहाँ अब बनाउने जस्तो जमिन कहाँ छ त। अब खेत छ, त्यो पानी लाग्ने छ। अब अरूका जग्गा छन्, रोडमा जग्गा छैन हाम्रो। त्यो त आम्पानी कति छ बाबे जग्गा? आम्पानी हाम्रो जग्गा कति छ? मोबाइलमा हेर्नु न यता, मोबाइलमा हेर्नु न यता। जग्गा कति छ आम्पानीमा? टन्नै छ? कति? एक मुरीको? त्यो कता, त्यो हामी त्यो बस्ने त्यो एउटा त्यो छाप्रो जस्तो बनाएको थियौँ, त्यहाँबाट त्यो बेलको बुटोदेखि लिएर तल हाम्रो पहिला पुरानो गोठ पोलिया, घर पोलियातिर त्यहाँसम्म। अनि उता त्यो त्यो उता तलतिर डुङ्ग्रो छ नि, डुङ्ग्रो त्यता कसको त फेरि तल ठुलो ढुङ्गातिर, त्यो सिम्बोला बुढातिर तलतिर त्यहाँ आम्पानी हाम्रो मात्रै हो कि अरूको पनि छ त्यो जग्गा? हाम्रो मात्रै? त्यो सबै हाम्रै हो? लालका बाको कता हो? लालका पनि बस्ती बन्थ्यो त्यता? ए, त्यसो भए त्यो आम्पानीको जग्गा हाम्रो मात्रै सबै? पहिला त तालखेल पनि बनाउँथे, घाँटोहरू पनि बनाउँथे। त्यसै कहिले माछा राख्थे, कहिले चौँ लाउँथे। कहाँ? त्यही आम्पानीमा? आम्पानीमा होइन, उता होला त्यो, उता त्यो के कुखुरे पानीतिर? गाईको लिएर चाहिँ छोड्छ क्या। त्यही खुलाउन त्यो बल हुन्थ्यो, पकाउ खुलाउँथे। त्यहाँबाट पछि हामीले त्यो उत्तर बनाऊ, दिनबाट गहुँ छोड्यौँ, मकै लगाऊ, आलु, खुर्सानी, बेसार, यिनीहरू युरिया बनायो। त्यही बेला खुखाइदियो। त्यतिखेर फेरि त्यही खुर्सानी, आलु, मकै मात्रै त खेती गराउँथे। त्यो जहाँ त्यो फल्ने त्यही खेती, त्यहीँ लाउने मान्छे, त्यहीँ बस्ने। अब त्यो बिजुलै 3 दिनमा मैले भाँडा एक डो ठ्याक्कै ल्याएँ, हुन्थ्यो भनेर। भाँडा के 2 रुपियाँको 1 रुपियाँ किलो, 2 रुपियाँ किलो बनाएर त्यहाँबाट मन मऱ्यो। तिनीहरूले त्यसको 2 रुपियाँ कोही पागल लालाइदियो, कोही चोरले गयो, कोही के। तरकारी त त्यहाँ खेती त राम्रो फल्छ। खेती फल्ने जग्गा हो, पानी भइदिएन क्या। पानी माथिबाट
सानो पानी उल्टो भयो, पानी तल र माथि जग्गा अब त्यही त हो, उल्टो पर्यो पानी त पानी उल्टो भयो। पानी अलिकति माथितिर त्यो त्यही धानबाडीको जस्तो खेत जमिन भइदिएको भए त माला हुन्थ्यो त अहिले अब त्यही पनि बनाउन सकिन्थ्यो है भएन धानबाडीको जस्तो हुन्थ्यो पानी अँ त्यो सार्की आएर बसेछ सार्की अँ सार्की आएर त्यो ओडादेखि माथितिर सार्की खाली भन्छन् त्यो खमारी रुन्छ नि अँ त्यो माथि ओडा हामीले कोठाएर माथिल्लोपट्टि अँ त्यहाँ सार्की आएर बसेको अरे ए सार्कीले छाला भिजाउँदाखेरि सट्टै पानी तल छिर्यो के भन्थे त्यहाँ पानी भएको भए त माल हुन्थ्यो त्यो त्यहाँको जग्गा त ठाउँ पनि परेको थियो वन पनि परेको थियो बाख्रा पालौँ पनि हुन्थ्यो भैँसी पालौँ भने पनि हुन्थ्यो आनन्द बाख्रा भैँसी पालौँ भने त अझै पनि हुन्छ त्यही अब पानी राम्रो नजिक गाह्रो मान्छ गाई त आइदैन अझै बेलुका माथि तातो हुन्छ जग्गा आम्पानीको सबै जग्गा हो भने त हाम्रो हो भने त धेरै छ त्यो जग्गा त हुन त फेरि सबको भाग लाग्ने होला त्यो काकाको लाग्ने भयो हाम्रो लाग्ने भयो त्यो उता कृष्णहरूको लाग्ने भयो बनाएर लाग्नु दिउँ अब कोही बनाउँदैन कुर्नु बा मान्छे पनि छैन नकुरे हुँदैन अब एउटाले गएर त्यहाँ बनाइदियो भने फेरि सबै त्यसले बनाएर त्यहाँ राम्रो प्रगति गरे भने सबै त्यहीँ आउँछन् फेरि एउटाले बनाउन मात्रै बनाइदिनु मात्रै पर्यो त्यहाँ बनाइदियो भने सबै मेरो मेरो भन्न आउँछन् फेरि त्यहाँ मान्छेको जातै त्यस्तो छ अब त्यहाँ बाँदरले उति लाग्दैन नि त्यहाँ त्यो बनाउँदै त्यो बनल आउला दुम्सी आउला बाँदर नआउने त्यो बिचमा खाली छ त त्यही भएर नआउने बिचमा खाली छ बिचमा पनि रुख भएको भए आउँथे बाँदर बिचमा रुख छैनन् बिचमा सम्म छ आए भने पनि छेउछेउमा आउँछन् बाँदरले अब त बाँदर पनि डर मान्न छोडे पहिला राउटेहरू पनि आउँथे अब राउटेहरूले नि आउन छोडे अब बाँदर नखाने भयो अनि अब तिनीहरू पनि भत्ता पाउने भयो सरकारले पैसा दिन्छ अनि अब त्यही पैसाले अनि खसी मासु बाख्रा मासु कुखुराको मासु किन्छन् कुखुरा खान्छन् त अहिले त कुखुरा खान्छन् गाडीमा चढ्छन् कहाँबाट कहाँ जान्छन् तिनीहरू त राउटेहरू अहिले त गाडीमा पनि चढ्छन् त अझै तिनीहरू त यहाँ त कोरियामा कहाँ आउँदैन यहाँ त मान्छे त यहाँ त्यतिकै हामी जस्ता मान्छे त आउनु पाउनुहुन्न यहाँ पढेर आउनुपर्छ त्यतिकै आउनु पाउनुहुन्न यहाँ जो पाए म आउने ठाउँमा जो पाए मान्छे कहाँ आउनु पाउन्न त जो पाए आउनु मान्छे पढेर आउनुपर्छ कि पैसा हुनुपर्छ बेसरी ठुलो धेरै धनी भएको मान्छे धनी बाबुको छोराहरू तिनीहरूको पढ्नको लागि आउने भए अब हामी काम गर्नको लागि आउने भयौँ तिनीहरू काम गर्नको लागि आउनको लागि पनि पैसा चाहिन्छ कम्तीमा 15-20 लाख चाहिन्छ यहाँ आउनको लागि म भएको ठाउँमा आउन 15-20 लाख त्यतिले पनि फेरि अझ आउनु पाउन पनि अझ मुस्किल हुन्छ अरू देश पनि गएको हुनुपर्छ फेरि अरू यस्ता अरू देश 3-4वटा देश घुम्या हुनुपर्छ बल्ल आउन दिन्छ अरे फेरि यहाँ आउन त गाह्रो छ त अहिले कि पढेर पास गरेर आउन सक्नु पर्यो कि हो भनेपछि पढ्नको लागि आउनु पर्यो पैसा चाहियो 15-20 लाख रुपियाँ त्यत्तिकै आउन पाउन्न
फेरि यहाँ अरू देश जस्तो पनि छैन, सुरक्षित छ। कसैले हान्ला भन्नु छैन, कसैले चोर लाग्ला भन्नु छैन, कसैले केही गर्ला भन्नु छैन। आफ्नो काम गर्ने हो, पैसा दिन्छ ठग्ला भन्नु छैन, केही छैन। म रोडमा हिँडेको, रोडमा खसेको पैसा त यहाँ कसैले टिप्दैन, मोबाइल कसैले टिप्दैन, जहाँको त्यहीँ हुन्छ। जहाँ खसे पनि सामान कसैले चलाउन्न, त्यस्तो ठाउँ छ यहाँ। क्यामेरा हुन्छ, अनि चलाउँथ्यो होला, बिठाइ गर्थ्यो होला। क्यामेरा हुन्छ त, क्यामेरा हुन्छ, क्यामेरा हुन्छ। अनि क्यामेराले देख्छ, अनि त्यहाँबाट कसले टिप्छ त? अनि टिप्यो भने त्यसलाई कारबाही गर्छ, पुलिसले लैजान्छ। अनि त्यो टिप्नै पाउन्न कोहीले पनि। जहाँ सामान खस्यो, जहाँ मोबाइल खस्यो, मान्छे त्यहीँ हुन्छ, त्यहीँको त्यहीँ हुन्छ सामान, कसले लाउनु पाउन्न। अब यहाँ आउन सक्यो भने अब राम्रो पनि छ, कमाइ पनि राम्रो छ। अब महिनाको कम्तीमा नि 2-2.5 लाख, 2.5 लाखभन्दा माथि खान्छन्। महिनाको 2.5 लाख भने त अब नेपालमा त 2 वर्षमा 2 वर्ष नेपालको जागिर खानेको लागि त 2-2.5 वर्ष लाग्छ त्यति कमाउन। एक महिनाको तलब त्यति हुन्छ यहाँ। अनि कमाइ पनि राम्रो छ, अब सुरक्षा पनि छ, कसैले केही गर्न पनि पाउन्न, केही पनि हुन्न अरू देश जस्तो। राम्रो छ त यहाँ त, त्यही भएर अब जो पाइ मान्छे आउन पाउन्न। अब ठिकै छ, मेरो पनि अब एक वर्ष जति छ बाबु भिसा। आइसाले यतिखेरसम्म सकिन्छ। अब एक वर्ष भने त अब यताउता गर्दा सकिहाल्छ। अब कति छिटो। अब म घर आएको 1 वर्ष हुँलाइसक्यो, घरबाट यहाँ आएको। अब आएपछि अब त्यो घरसर हाल्ने पर्ला भने, अब घरसर हाल्ने के हुन्छ अब गर्नु पर्ला। पैसा जुगाएर ल्याएर हाल्ने हो कि? अब त्यही त गर्नु। अगाडि त कहाँ हाल्ने, आफू नआए त कहाँ हाल्ने हो? कसले त कस्तो गर्छन् कस्तो गर्छन्। अनि बनाउने भए त म अहिले आधा बनाइसक्थेँ त। अरूको भरमा कहाँ दिने त्यत्रो घर जस्तो चिज? लाखौँ लाग्छ, कम्तीमा 30-35 लाखभन्दा बढी लाग्छ बनाउन। अब आफू आउनु पर्यो, आफू आएर अब कति हुन्छ बिदा। अब आफू आउँछु, अब त्यसपछि अब कस्तो छ के छ सब बुझ्नु पर्यो, नापजोत गर्नु पर्यो, मान्छे राम्रो कति कहाँ ठेक्का गर्नु पर्यो। अब त्यसपछि दाइलाई लगाउनु पर्यो, अनि बनाउनु पर्यो। त्यही त हो। अब छैन, अब यत्रो वर्ष गइसक्यो, अब 1 वर्ष छ। अब 1 वर्षपछि अब घर हुन्छ, बस्न बाटो अब बिस्तारै भइहाल्छ बाबे। अब बस्न बाटो गर्नु पर्यो। अब पछि अझ कति हुन्छ घरतिर बसेर 6-7 महिना कति हुन्छ त्यति बसेर फेरि यता आउनु पनि सकिन्छ। यता आएर फेरि अलिअलि बस्यो भने आफ्नो व्यवसाय गर्ने पैसा, अब यताउता गर्ने पैसा आइहाल्छ। आफ्नो घर भएपछि बस्ने पनि भइहाल्छ त्यहाँ। त्यही हो। अब उतै बस्ने, अब कहिलेकाहीँ यता आउन मन लाग्यो यता पनि आउने, नातिनी हेर्ने, घरमै बस्ने, त्यहीँ बस्ने। केटाटी पनि हुन्छन् त्यहीँ पढ्ने। पैसा खर्च गर्ने पैसा छ किन बाबे? छैन, अब छैन। कहिले आउने हो? पर्सि सुर्खेत जाने बेला छोड त्यसले अलिअलि खर्च पानी।
अहिले छ कि छैन त्यसलाई अब भयो छोड्ने कहिले पनि कहाँ छोड्ने हो म पठाइदिउँला अर्को पनि पैसा छैन भन्ने जस्तो गन्थन गन्थन गर्दै थियो अस्ति न दिएको त्यत्रो पैसा हल्काको पनि कहाँ होला हँ किराती छन् उसकै 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 अझै अलि पैसाको घाटै छ यहाँ अझ विष्णु विदेश जान्छु भने अब तिमीलाई उता पठाउन लागे अब उनलाई लागेको कति 2.5 लाख रुपियाँ त मैले हालिदिएँ मैले अब त्यत्रो पैसा हालिदिएको छु अब 50,000मा तिमीले बनाए अब दुःख पाछन् बिचरा अब केही गर्लान् भनेर भनेको छु अब कति गर्छन् अब दुःख पाए गर्छु भन्छन् गएर अब तिमीहरू बस्ने ठाउँमा जस्तो भइदियो त्यसो गरेर भन्छ उसो गरेर गर्नुहुन्छ अब उतिलाई पढ्यो कहाँ हो तिनीहरू अरू देश हो अरू देश हो त्यो यो विदेशै हो हुन त अब जो पनि जाने जाने मान्छे जो पनि जान मिल्ने ठाउँमा हो भिनाजुहरू गछन् नि हाम्रा भिनाजुहरू त्यहाँका मान्छे जान्छन् नि विदेश त्यहाँका वरपरका मान्छे जान्छन् नि विदेश त्यस्तै ठाउँमा हो जानला जान त ठुलै देश हो त्यो पनि देश त ल हुन्छ बाबा उसलाई कान्छीलाई दिनु